हेलो गाइज वेलकम टु न्यू भ्लगमा स्वागत छ भ्लगमा। आजको भ्लगमा म जाँदैछु एक्लै। आज म चाहिँ एक्लै जाँदैछु अब मामा घरतिर। 9 बजी धेरै भइसक्यो, त्यही भएर चाहिँ म जाँदैछु मामा घरतिर। म चाहिँ जङ्गलमा छु अहिले चाहिँ। हेर्न सक्नुहुन्छ चारैतर्फको भ्यू। म चाहिँ अहिले खेतहरूमा छु, हेर्न सक्नुहुन्छ। म चाहिँ एक्लै हो गाइज, जङ्गलको बाटो एक्लै एक्लै जानुपर्छ। जङ्गलको बाटो चाहिँ एक्लै एक्लै हो गाइज। म चाहिँ हेर्न सक्नुहुन्छ किचडहरू हिलो हिलो छ गाइज, दलदल छ गाइज, दलदल। म जाँदैछु उता साइड चाहिँ जङ्गल छ, उता छ जङ्गलको उमा चाहिँ पानी खोला छ, उमाथि छ गाउँ चाहिँ। म चाहिँ अहिले टाढै पुगिसकेँ गाउँबाट चाहिँ। मेरो मामा घर चाहिँ यहाँबाट चाहिँ 1 घन्टा 1.5 घन्टाको दुरीमा छ। म चाहिँ जाँदैछु अब चाहिँ। हेर्न सक्नुहुन्छ खोलाको स्थिति, पानी सुकिसकेको छ। के अन्त गाई त्यस्तै हो। अब असल लासी चाहिँ खतरा ठुलो पानी आउँछ, मान्छे अनि यो खेतहरू सबै बगाउने पानी आउँछ गाइज। यता चाहिँ हेर्न सक्नुहुन्छ, यता चाहिँ यस्तो यो औसली चाहिँ यता थिए गाइज। अब चाहिँ पहिला म आउँदा चाहिँ औसल थियो गाइज, अहिले चाहिँ थाहा भएन। बाटो चाहिँ खतरनाक छ, एक्लै एक्लै जङ्गलको बाटोमा डर पनि छ गाइज। हेर्न सक्नुहुन्छ माथि जङ्गल, तल खोला। म हिँडेको छु यस्तो बाटोमा, थकै पनि लाउँछ कि गाइज यस्तो त। मानिसहरूले चाहिँ हेर्न सक्नुहुन्छ गाइज यस्तो बोरा ल्याएर राखेका छन्। म चाहिँ ढिलो आएँ गाइज। म चाहिँ घरबाट 2-3 बज्न लाग्थ्यो। म घरबाट आउँदा आउँदै अनि गाडी फुत्कियो, एउटा आउँदै फुत्कियो, अनि अर्को कुर्दै आउँदै आएन, प्याक भएर आएको थियो। म चाहिँ उभिएर आएको गाइज, यस्तो प्याक थियो नि, खतरनाक होला। अझै घाम पनि डुब्न लागिसक्यो, अलिअलि मात्र आएको छ घाम चाहिँ। अझैको जाम गाइज, अब कत्रो बुझ्छ थाहा छैन। यो जङ्गल चाहिँ अलिक डर छ गाइज, यो जङ्गलमा चाहिँ थकेला यार, भर्खरै गाइज थकिलाउँछ कि। यस्तो अन्जर जमिन छ उता चाहिँ, हेर्न सक्नुहुन्छ हजुरहरूले। उहाँ छ घाम चाहिँ हेर्न सक्नुहुन्छ, उहाँ घामको किरण पनि आइरह होला। कस्तो जङ्गल हो अहिले त, असर थिएन। अझै झन् गाइज असार लासी त उखु गाइज, धान रोप्ने बेलामा त यस्तो बाटो पनि हिलो, अनि यो जङ्गल पनि ठुलो हुन्छ गाइज। यता अझै म जान्छु गाइज, धेरै नबोलिकन जाम गाइज। अब छिटो पुगिहाल्छ गयो भने त। हेर्न सक्छ कति जाडो गाइज यता त, ओहो यार। एक्लै आउनु त हुनुहुन्छ नि यार, जङ्गल छ यस्तो अरे यस्तो खुल्ला जमिन छ यार, के गर्ने यार गाइज। पनि ला यार गाइज, यो औसलको रुख चाहिँ सकिसकेको छ। हेर्न सक्नुहुन्छ घाम उहाँ छ, रुखले छेको अलिअलि चाहिँ, र घाम चाहिँ उहाँ छ। रातिको अम्बाको रुख, यो चाहिँ गाइज अम्बाको रुख हो, हेर्न सक्नुहुन्छ। मास्क लगाएको गाइज, गर्मी दुख्छ। माइ गड गाइज, चाहिँ धान लाउनको लागि हिल पनि बनाइसकेका छन्।
धानको बिउ राख्नु गाइस अझै बिउ राख्छन् अहिले जेठ असारतिर चाहिँ जेठमा राखिसकेपछि चाहिँ अनि असार साउनतिर धान रोप्छन् गाइस हाम्रोतिर चाहिँ आजकल चाहिँ गाइस धेरै पानी परिरहेको छ पानी चाहिँ कहाँ ल्याए मान्छेहरूले हेर्न सक्नुहुन्छ यो फुकाएर छन् पाइप चाहिँ काटेर पाइप चाहिँ किन काट्नुपर्छ यार नकाटेर नि हुन्थ्यो होला नि आज म ढिलै आएँ क्या दिउँसो आएको बेला हुन्थ्यो बेलुका औसल चाहिँ गाइस उहाँ छ हेर्न सक्नुहुन्छ औसलीको रुख हो चाहिँ जल्न रहेछ गाइस गरम पनि कति हो हिँड्दा त यार कति गरम यार हेर्न सक्छ चाहिँ पानी छ खान मन लाग्यो भने चाहिँ यहाँ राख्न सकिन्छ पानी चाहिँ जरा बग्दै उठ्दै जान्छ पानी चाहिँ उद्योग खान गाइस त्यो ढुङ्गाले बारेको त्यो हो यो चाहिँ पहिला गोड्थ्यो गाइस मान्छेहरू पहिला यतै बस्थ्यो अहिले चाहिँ उताको खोलाले चाहिँ घर बगाइदिएर माथि बगान कहिले यहीँ थियो गाइस त्यो पहिरो लैदिएको पानी पर्दा ओहो गाइस कति झाडी हो हेर्न सक्नुहुन्छ ओहो म चाहिँ यस्तो झाडीमा हिँड्दैछु गाइस भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गर्नु होला च्यानललाई चाहिँ म चाहिँ गाइस त्यहाँ खोलाको बाटो चाहिँ एक्लै हिँडेको चाहिँ अस्ति नै हिँडेको थिएँ 1 वर्ष अगाडि अझै म हिँडेको थिइनँ अझै पहिलोचोटि हो यो वर्षको चाहिँ 80 81 82 83 को सालको चाहिँ पहिलो हो जङ्गलमा हिँड्नु चाहिँ अन्त म दिदी बाबा मम्मी आमासँग हिँड्थेँ नि अब चाहिँ यताबाट चाहिँ खोला तर्नुपर्छ यताबाट गयो भने चाहिँ उता माथि चाहिँ खोला तन्खा चाहिँ तान्ने पानी छ एक ठाउँमा जम्मा भएको म चाहिँ जानु मिल्दैन अझै म यता माथि जान्छु गाइस यो जङ्गल कुन छ यस्तो ठाउँमा बस्नुपर्छ यो जङ्गलमा चाहिँ बनकुखुरा काली धेरै पाइन्छ गाइस पानी चाहिँ नपऱ्यो भने चाहिँ गाइस पानी पर्न पहिला जस्तो मौसम बस्छ बाधा लगाएर यस्तो झाडीले गाइस यो झाडीले यस्तो कुदार्छ नि हात अहिले थाहा छैन डरै छ उताबाट बाघाइदियो भने हेर्न उताको भ्यू म चाहिँ यता छु जङ्गलको बिचमा एक्लै मान्छे जनावरहरूले देख्यो भने के भन्छ मलाई एक्लै यो यस्तो जङ्गलमा किन आयो होला भन्नु तर म चाहिँ मेरो गाउँ चाहिँ माथि गाइस गाडी छ गाडी चाहिँ उता जान्छ गाडीको भाडा चाहिँ अलिक महँगी खान्छ त गाइस घरसम्म 200 लाग्छ त्यहाँबाट बाटोसम्म जान बाटोबाट फेरि भएन जान धेरै लाग्छ त्यसैले चाहिँ म जुन बाटोबाट घर छ गाडी पखालाबाट चाहिँ गाडीले माथि पसल ऊ छ माथि चाहिँ सर जस्तै छ उता माथि त्यहाँबाट फेरि एउटा ठाउँ छ कुन ठाउँमा चाहिँ थाहा भएन त्यो ठाउँमा जान चाहिँ अर्को अहिले 60 दिन्छ अनि फेरि त्यो घरबाट चाहिँ टेम्पो लाग्छ नि टेम्पो त्यो टेम्पोबाट चाहिँ 250 लाग्छ गाइस धेरै टाढा हो नि त यता चाहिँ सर्टकट जस्तो हो कि तर जङ्गल छ कि खतरनाक झ्याउ हुन्छ कि यता चाहिँ पुल कट्यो भने चाहिँ सजिलो छ खेच्छन् माथि पुल नकट्ने जान्छ त गाडी छ गाइस हुन्छ यताको भ्यू
यस्तो जलाएर झाडी भएर मान्छेले बोल्दिनँ जति भाग रहेछ भने चाहिँ आउँछ सक्दिनँ यसै म बोल्दिनँ भने चाहिँ बोल्छु रहेछ यो खतरनाक ठाउँ यो चाहिँ अलि तर चाहिँ भिड छ यस्तो तर चाहिँ माथि चाहिँ पात्र भन्छ जस्तो नलाउने हो कि गाई यार आज गाई म पोलिथिन पनि पुरा लगाइसकेँ कति गाह्रो भयो आधी घन्टा चाहिँ मैले थालेको चाहिँ एकदम स्टप म चाहिँ यसरी धेरै बाटो चाहिँ हिँड्दिनँ थोरै हो है सक्नुहुन्छ पुल यस्तो छ पुल उहाँ आइसकेँ म पुलदेखि चाहिँ यस्तो गाह्रो छ गाइज हेर्न सक्नुहुन्छ पानी धेरै चाहिँ होइन तर यहाँ चाहिँ गाइज लास्टै तल छ 100 मिटरको दूरीमा गाइज त्यहाँ पौडी खेल्नु पनि हुन्छ त्यहाँ चाहिँ अहिले चाहिँ खोला चाहिँ सुकिएको गाइज हेर्न सक्नुहुन्छ यता जङ्गल यता माथि नि यस्तो भ्यू अनुसार अहिले चाहिँ घाम चाहिँ बादलले छेकिसक्यो हेर्न सक्नुहुन्छ पछाडिको भ्यू पनि कता हरियाली छ गाइज यता चाहिँ जङ्गलतिर त भइहाल्छ गाइज अभियसली ओ माई गॉड गर्मी भयो गाइज बहुत म एक्लै आएर चाहिँ ठुलो भुल गरेँ गाइज म चाहिँ एउटा औषधीको रुख भेटिसकेँ गाइज त्यहाँ माथि चाहिँ गाइज काफलको रुख पनि छ हुन्छ औषधीको रुख रहेछ औषधी तर यस्तो औषधी चाहिँ गाइज मिठो हुनु धेरै म खान्ने यस्तो चाहिँ माई गड अहिले काटेर फालेको त बाटोतिर यो चाहिँ मान्छे त धेरै हिँड्दैन कि दाइ छ त्यो डर लाग्यो पात हाल्दैन नि यो चराचुरुङ्गीको आवाज चाहिँ पछाडि नि हेर्नु पऱ्यो गाइज पछाडि वात त अन्त बाघ त उखु भन्दा नि जिरिङ्गो हुने के यस्तो हामी चाहिँ कहिले काहीँ जनावरहरू चाहिँ डराउनु हुँदैन डरायो भने चाहिँ झन् हामीलाई हेप्छन् जनावरहरू चाहिँ हामी चाहिँ खुलेर उ गर्नुपर्छ कि लगाउनुपर्छ तिनीहरूलाई तिनीहरू हामीसँग डराउँछन् हामी तिनीहरूसँग डराउँछन् त्यस्तै हो गाइज जुनबाट जनावर छन् तिनीहरू डराउन सक्यो भने पेल्न सक्यो भने तिनीहरू केही गर्न सक्दैन गाइज यो भनाइ चाहिँ यस्तै हो हुन्छ कुन्छ रातो रातो उसो त खोला चाहिँ मैले अघि भन्नु गाइज भनेपछि चाहिँ झन् डर लाग्छ यहाँ चाहिँ मान्छे डराउँछन् यो गाइज काफलको रुखमा काफलै रहन्छ यार उयो माथि छ क्या गाइज यहाँ ब्लड आयो माथिको हावामा जान सकिन्न तर ओहो गाइज ओ माई गड तर चाहिँ म चाहिँ यहाँ बस्दिनँ फोटो हेर्न सक्नुहुन्छ यहाँको भ्यू गाइज माथि त्यस्तो छ हजुरले चाहिँ त्यो माथिको चाहिँ
हो त्यो माथिको चाहिँ हो त्यो घर चाहिँ त्यो चाहिँ घर भन्न ठान्नु होला त्यो चाहिँ घर होइन गाइज त्यो चाहिँ बिल्कुल घर होइन ओहो के यस्तो औसली फलिरहेछ त्यहाँ त उतापट्टिको साइड छ गाइज औसली चाहिँ म चाहिँ जान्न औसली चाहिँ धेरै यस्तो मन पर्दैन कि म चाहिँ रातो हो धेरै मन पर्दैन मलाई मनपर्ने औसली चाहिँ रसिलो औसली रसिलो औसली चाहिँ यही छ म देखाउँछु हाम्रो यो घर जाने बाटोतिर चाहिँ गाइज त्यो चाहिँ बाटोमै औसलीको रुखै रुख हुन्छन् कि हेर्न सक्नुहुन्छ रुखको रुख चाहिँ अहिलेको वर्षै भयो लास्ट दिनेको वर्ष आउँछ यहाँ थिएन मनपर्ने हेर्नु त त्यहाँ छ अहिले चाहिँ देखाउँछु हेर्न सक्नुहुन्छ यहाँ त फुल बगैँचामा फुल रोपिएको थियो गाइज हाम्रो त्यो चाहिँ औसलीको भण्डार छ गाइज मलाई मनपर्ने भनेको चाहिँ यहाँ गाइज रिभिल गर्छु है त 3, 2, 1 एन्ड गो हेर्न सक्नुहुन्छ छप्पकै हुन्छ औसली अन्त गाइज ओहो खानै नसकिने हो गाइज ओह माई गड पानी परेर फलको चाहिँ गाइज मिठो हुन्न कि धेरै ओहो गाइज मैले टिपिसकेँ यति चाहिँ अझै म गाई जान्छु माथि म चाहिँ लास्टै उकालो गाइज यस्तो सिँढी चढ्नुपर्छ यस्तो ओ माई गड हजुरलाई चाहिँ भन्नु होला मैले अघि देखाएको घर चाहिँ कसको होला के होला त्यो चाहिँ घर रहेछ जङ्गलमा पनि भन्ठान्नु भयो होला तर गाइज यो चाहिँ मैले अघि देखाएको चाहिँ घर होइन गाइज त्यो चाहिँ एउटा यहाँ धान रोप्दाखेरि यता खेत छ नि त खेत रोप्न आउँदाखेरि बसेर खाजा खाने गरेर गाइज हेर्न सक्नुहुन्छ यस्तै भित्र झाडी उम्रेर जागो बाल्ने यो पनि भत्किन लागिसक्यो गाइज हेर्न सक्नुहुन्छ यस्तो छ हालत यस्तो चाहिँ माथि नि छ गाइज उहाँ देखेँ हेर्नु चाहिँ म एउटामा गाइज यस्तो छप्पा खाने यता धेरै हुन्थ्यो गाइज उता यस्तो जङ्गलतिर हो कि यता बाहिर चाहिँ हुन फल्दै फलेन कि रुख मात्र हो आज यस्तै दौडिन मजा आउँछ कि आज थकै लाग्यो अझ गाइजमा ओ माई गड हेर्न सक्नुहुन्छ सिक्का त्यो सिक्का चाहिँ लिनुहुन्न है गाइज म चाहिँ गाइजमा घर चाहिँ पुग्न सिकाउँछु म चाहिँ बोल्नै सकिनँ गाइज सास स्याच्या भयो गाइज अझै म घर चाहिँ पुग्न छु अझै म पुग्न लागेँ अझै म 5 मिनट पुग्छु उतै त हो गाइज मेरो घर चाहिँ उतै देखियो नि यहाँ टाढा मात्र देखिएको मेरो चाहिँ नजिकको तल भएर क्या फाइट ल गाइज अझै घर चाहिँ पुग्न छु हुन्छ है त गाइज म आएको चाहिँ उहाँ माथि र तलबाट ऊ त उहाँ घर छ नि ऊ माथि स्कुल हो त ऊ माथि चाहिँ हो त यहाँ चाहिँ गाइज पानी पनि हुन्छ म चाहिँ पानी खान्छु अब हेर्न सक्नुहुन्छ यहाँ अच्छा धारोमा आउँछु पानी चाहिँ पानी चाहिँ गाइज अलिक फोरै आउँछ है भित्रबाट आउने हो नि त म चाहिँ गाइजमा जसले घरमा गएपछि
देखाउँछु है त उनीहरू चाहिँ कस्तो छ हामीलाई घर पनि बिचको छु हुन्छ घर चाहिँ यता छ मैले सामान पनि राखिसकेँ ऊ चाहिँ हुन्छ घर चाहिँ यस्तै छ गाइस आजको लागि चाहिँ यति नै अर्को भिडियोमा मिलाउनु थ्याङ्क फर वाचिङ टाटा बाई बाई